नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। म आज पोखराको स्टेडियममा आइरहेको छु। यहाँभित्र के छ त है तपाईलाई देखाउन गइरहेको छु र यहाँभित्र म एन्ट्री गरिसकेँ है। यो गेट है, यता आइसकेपछि तपाईलाई माथि देख्न सक्नुहुन्छ थ्याङ्क यू भन्नुभएको रहेछ र यता देख्न सक्नुहुन्छ यो स्टेडियम हो है, रङ्गशाला पनि भनिन्छ यसलाई। टक्कै यहाँ म पहिला चाहिँ भर्ती हुन आउँदाखेरि यहाँ हामी रनिङ गरिन्थ्यो पहिला है। देख्न सक्नुहुन्छ यता चाहिँ बास्केटबल खेल्दै हुनुहुन्छ। यस्तो रमाइलो छ यहाँ स्टेडियम, कतिको राम्रो बनेको छ त भनेर मैले आज गेस्ट गरिरहेको छु। र म पनि पहिला आएको आजभन्दा 10-12 वर्ष पहिला है, 10-12 वर्ष पछिको अवधिमा यहाँ फेरि निरन्तर 2-3 दिनको मेरो भ्रमण रहेको छ पोखरा। र यो मेरो युट्युब च्यानल नयाँ हो, त्यसैले सबैले सपोर्ट गरिदिनु होला है त। देख्न सक्नुहुन्छ यता एउटा होटेल छ, पोखरा रङ्गशाला पर्ख्याल। ठ्याक्क देख्न सक्नुहुन्छ यता रङ्गशालाको साइड। भित्र जान त मिल्दैन होला, तर चाहिँ बाहिर मैले तपाईँलाई देखाउने प्रयास गरिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ ल टक्क देख्न सक्नुहुन्छ यो रङ्गशाला सबैभन्दा ठुलो। यो यता चाहिँ भलिबल खेलाउने भलिबल ग्राउन्डको धेरै हुन्छ नि त है, देख्न सक्नुहुन्छ टक्क। यसभित्र रनिङ गर्ने, भलिबल खेल्ने सबै ठाउँ छ यसमा है। यता पुरा बन्द गरिएको छ, देख्न सक्नुहुन्छ यता भलिबल कतिको रमाइलो हुन्छ त यहाँ। भलिबल खेलाउँदा एकदमै रमाइलो रोचक खेलहरूको प्रदर्शन गरिन्छ यहाँ है। कति लगानीमा बनाएको होला त नेपाल सरकारले यो रङ्गशाला, देख्न सक्नुहुन्छ है साथीहरू। यो भ्यू हेर्नुहोस् कि तपाईँले, भ्यू कस्तो लाग्यो त साथीहरू। सबैले मेरो न्यू च्यानललाई सब्सक्राइब गरिदिनु होला, साथ सपोर्ट दिनु होला। यहाँ देख्न सक्नुहुन्छ म अहिले रङ्गशालामा टक्क यस्तो भिडियो बनाउन आइरहेको थिएँ सानोतिनो है साथीहरू। र थ्याङ्क यू, सबैले सब्सक्राइब गरिदिनु होला है।